गाइस आज चाहिँ म कुटो र कचिया बोकेर घाँस काट्नतर्फ लाग्दैछु। यहाँ चाहिँ एकदम धेरै यो डाँडा छ। म यहाँ डाँडामा घाँस काट्न आएको छु। यता हेर्नुहोस् त, कस्तो धेरै डाँडा छ नि यहाँनिर। जस्तो तस्तो मान्छेले यो डाँडा चढ्नै सक्दैनन्। म चाहिँ अलि बहादुर नै भएर यो डाँडा चढेको हो कि। अलि यहाँ फिसिका फिस्क्यो भने जैन जिन्दगी गयो समाप्त। हैन, मलाई डर लाग्छ कसरी हिँड्नु हो। हेर्नु है, म अब हजुरहरूलाई हाम्रो गाउँको दृश्य देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो गाउँको दृश्य रहेको छ। उहाँ पारिपट्टि पर धान रोपाई हुन लाग्दैछ। यो चाहिँ मेरो गाउँ हो। यो चाहिँ मेरो गाउँको स्कुल रहेको छ। यहाँनिर चाहिँ अहिले भलिबल खेल्दैछन् बच्चाहरू। अनि यो पनि मेरो गाउँ हो र वहाँ पर डाँडा छ, त्यो चाहिँ अर्को रुचानी भन्ने गाउँ हो। यो चाहिँ कमलामाई नगरपालिका वडा नम्बर 10 मा पर्छ भने त्यो पारिपट्टिको त्यो गाउँ छ नि, त्यो चाहिँ कमलामाई नगरपालिका वडा नम्बर 13 मा पर्दछ। हेर्नु है, मैले यहाँनिर हामी यहाँ घाँस काट्न आउने ठाउँ कस्तो छ, हाम्रो यो जङ्गल कस्तो छ भनेर हेर्नु है। यो पाखा हो, यस्तो धेरै पाखा छ नि, यस्तो धेरै छ नि पाखा। यो चाहिँ हामी हिँड्ने बाटो हो है। यस्तो बाटो छ, हामी यसरी घुम्ती घुम्ती गरेर यसरी यति सानो बाटोमा हिँड्छौँ। हेर्नु त हामी कसरी हिँडेको होला क्या, आफै सोच्नु त कसरी हिँड्न सक्छौँ हामी। हेर्नु है, अनि म यहाँनिर जङ्गलमा घाँस काट्न आएको होइन। घाँस काट्न आउँदाखेरि बिचैमा क्या मेरो त चप्पल चुट्टियो कि होइन। चप्पल चुट्टिसकेपछि चाहिँ म चाहिँ घाँस काट्न आएको। तर कचिया हातमै छ, कचिया मात्रै बोकेर हिँडेको के। अब फेरि यस्तो हेर्दै यस्तरी क्या चप्पल चुटिएको छ। अनि मैले घाँस कसरी काट्नु भन्नु न। यदि केही गरी काँडा बिज्यो भने त सक्यो त। त्यही भएर अब घरतर्फ हिँड्दैछु म यस्तो उकालो बाटोमा। हेर्नु त, यस्तो चुटिएको चप्पल लाएर हिँड्दैछु। मेरो बिजोक छ, लडियो पनि छैन जिन्दगी। फेरि यस्तो गाह्रो छ नि त। हेर्नु त, गाउँको जिन्दगी सजिलो छ त, एकदम गाह्रो छ। यस्तै हो, गाह्रो पनि छ, हल्का रमाइलो पनि छ। गाउँमा हरियाली हेर्न पाइन्छ, तर के गर्नु अब, चैत लाग्दैछ। खुरी कस्तो भन्छ नेपालीमा, खडेरी परिरहेको छ। पानीहरू केही छैन यहाँनिर। सबैतिर घाँस पनि सुकेनास लाग्यो। घाँस काट्न आएको के चिलान, फेरि चप्पल पनि चुट्यो। अब त म त यत्तिकै हिँड्दैछु क्या। खेलिराखन् बच्चाहरू, रमाइलो छ तिनीहरूलाई। जे होस्, हामीलाई जस्तो छैन। यहाँ हेर्नु न, यस्तो खालको बाटो। ओहो, खतरा खाने होइन। चढ्नै लडिन। हाम्रो गाउँ यस्तै छ। हेर्नु कस्तो लाग्यो यहाँहरूलाई हाम्रो गाउँ। सल्लाह सुझाव एवं प्रतिक्रिया सहित तलको कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सनुहोला। कृपया यो भिडियो अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहोला। हस् त, धन्यवाद।